कराउँछु जहिले पनि एकछिन जिम गरेको जिम पनि होइन स्विमिङ हो जिममा चाहिँ म चाहिँ यसो स्विम गर्छु नि त होइन ढिलो भयो अरे के को लागि भन्दाखेरि गाडी ढिनु लाग्यो क्या गाइस गाडी ढुवाउने भयो मलाई खोजिस यो चाहिँ मेरो युनि जानुको लागि गाडी रेडी बनाउँदै गरेको 1 महिना छुट्टी छ सेप्टेम्बरदेखि मात्र स्टार्ट हुन्छ अहिले नै गाडी धुइदिँदैछ सानो यसो जता पनि गुटुटुटुटु गुर्किने वाले गाडी यहाँनेरि हेलो मुकेश आजको दिन अहिले कति मात्र बस्दैछ 7 मात्र बस्दैछ कस्तो अँध्यारो भएको क्या आज चाहिँ सोलर एक्लिप्सको दिन हो नि त है राइट अन्त घरको फ्यान चाहिँदैन भनेर दिइहालेँ अस्ति होइन फेरि फ्यान किन्नु जानु पर्यो नि हो यो विक एकदमै घाम छ भनेर भन्दै थियो सो आज चाहिँ म र मिक्स फेरि जाँदैछौँ छिटो ढुक्का खोला न पनि भन्नु थालिसक्यो अब गाडी आज मैले कुदाउनु पर्ने छ ल जाउँ है त गाइस ल प्यासेन्जर प्रिन्स हेर्नुहुन्छ भने चाहिँ ओह यता तर प्रिन्सको भुँडी अलिक भएन नि आज खाना नखाँदाखेरि ठिक्क भुँडी घट्छ होला घटिहाल्छ नि के फेरि कसको अनि यो लाइटहरू एकदम डरलाग्दो भयो यार घन्टाको 5 रुपियाँ तिमीले मलाई दिने के चाहिँ गरिदिने हो त अन्त यो चाहिँ के गर्दैछौ हो तिमीले खासमा लो क्वालिटीको ड्राइभर सरी होइन गाडी चलाउन होइन त्यो मलाई यो गर न भनेको क्या अगाडि गाडी हेर है एकछिन मलाई एक्टिभ नो फ्यान कम्प्लिटली सोल्ड आउट अब अर्को ठाउँ कहाँनिर ट्राई गर्ने त आर्ग्युस सेन्सबरी ल जाउँ एकपल्ट क्विकली अस्दा पनि पसौँ है त ल ह्यान्डसमले गाडी कुदाएको यार अब नेक्स्ट हाम्रो एटेम्प चाहिँ यहाँनिर अस्दामा हुन्छ ल अस्दा हामीलाई फ्यान चाहियो आजमा पनि नो फ्यान गाइज नो फ्यान आज त यति बेला नै कति अँध्यारो देख्यो क्या खेस 90% अफ द सन चाहिँ कभर्ड भएको छ तर नट कम्प्लिटली डार्क कि होइन ल किनकि अलिकति पोर्सन भए पनि कभर्ड भएको छैन नि त त्यही भएर नि अब यो चाहिँ 8 o'clockमा एन्ड हुन्छ नि अनि सबै स्टाफहरू पनि बाहिर आएर पुरा खिचिरहेको थियो कि हेरिरहेको थियो अब चाहिँ हामी आएको यहाँनिर खोजकोमा फेरि लास्ट वान हेरमै मम्मीलाई पिकअप गर्नु गयो जस्तो छ काम गर्दै होला नि त अब फेरि मैले म फोन गर्दैछु त अन्त यो चाहिँ रिजरल्यान्डबाट ल्याइएको ल्यान्टन हो नि त बाहिरको लागि कस्तो दामी देख्छ है पानी पर्दाखेरि पनि नबिग्रिने ठ्याक्कै यहाँनिर मेरो हातले रोपेको फुलको माथि अझै खोर्सानी पनि कस्तो मजाले बनिएको छ नि त होइन पर्पल कलरको हेर्नुहोस् न लाइक ब्रिन्जल यतातिर पनि मेरो फुलहरू छ होइन पानी लगाएको अब यहाँनिर पनि फुल यता चाहिँ मेरो भेजिटेबल अलिअलि हल्का यसो हुन्छ नि अब मेन्टल हेल्थको लागि पनि सागसब्जीहरू रोपिरहेको छु नि बेलुका बेलुका यसो पानी लाउनु वकिङबाट आएर मजा हुन्छ नि
अब हेर्नुहुन्छ भने त मेरो त अस्ति नै पनि काँक्रा टिपेर खाइसक्यो अहिले पनि यता कता पो हो लुकेको थियो त हौ अर्को ठुलो काँक्रा त यही हो काँक्रा चाहिँ